हेलो गाइस एन्ड वेलकम टु न्यू डेली भ्लगमा हजुर फेरि पनि स्वागत छ र हजुर सन्चै हुनुहुन्छ होला र म सन्चै छु भन्नुपर्ने हुन्छ र अहिले म चाहिँ घाँसमा जाँदैछु गाइस यस्तो जङ्गलमा म चाहिँ पुगिरहेको छु बाटै छैन है अनि बाटो बनाउँदै जानुपर्ने हुन्छ जङ्गलको बाटो यसै साथी अब मान्छे छिर्ने मात्रै छ अब घाँस त छिर्दैन नि त त्यही भएर बाटो बनाउँदै हिँड्नुपर्ने हुन्छ यस्तो छ अन्त हेरिहाल्नुहोस् नजारा चाहिँ साथीहरू यी फाइनली म चाहिँ अब घाँस काट्ने जग्गामा चाहिँ आइसकेको छु अब यही घाँस काट्नु पर्ने हुन्छ है साथीहरू मारिङ्गो भन्छ यसलाई म चाहिँ आइसकेको अब यतै काट्ने हो यस्तो नजरा चाहिँ यता अब पारी मात्रै आइरहेछ क्या घाम चाहिँ यता चाहिँ आउनु भनेको त अब यता पुगेपछि मात्रै हो क्या यता घाम निस्किएपछि मात्रै आउने हो यता चाहिँ अहिले चाहिँ म चाहिँ चिसो जग्गामा छु क्या यस्तो भइरहेछ यी घाँस भने चाहिँ यस्तै हुन्छ मर्निङको घाँस चाहिँ काट्नुपर्ने मर्निङ वाकमा चाहिँ यति मैले घाँस काटिसकेको छु अब अझै थोरै काट्नु छ आधी बारी चाहिँ भइसक्यो अब आधी काट्नु छ त्योमा चाहिँ अहिले चाहिँ बसिरहेको छु पुरा अब बिहान चाहिँ काम गऱ्यो भने चिसो पनि पुरा गर्मी हुँदो रहेछ क्या घाम घाँस बोकाइ चाहिँ यस्तै छ जिन्दगानीमा हेरिहाल्नु फाइनली मैले चाहिँ घाँस बारी पुऱ्याएर चाहिँ घुमिरहेको छु साथीहरू त्यहाँ रोडमा झरिसक्यो अब रोडदेखि हिँड्ने रोडमा चाहिँ झरिसक्यो अब म चाहिँ घरतर्फ जाँदैछु साथीहरू हेरिहाल्नुहोस्